चितवन जिल्लाको दक्षिणी भाग स्थित माडी नगरपालिका वार्ड नम्बर 8 मा पर्दछ कान्तिपुर। यहाँ चक्लाबन्दीमा आधारित सामूहिक खेती कार्यक्रम सञ्चालन भइरहेको छ। 2075 सालमा सूर्योदय कृषि सहकारी संस्था लिमिटेडको स्थापना गरी करिब 100 बिघा जमिनमा सुरु गरिएको सामूहिक खेतीमा 86 घर परिवार आबद्ध छन्। सूर्योदय कृषि सहकारीको अध्यक्ष हाम्रो यो सूर्योदय सहकारी जब स्थापना भयो 76बाट सुरु भएको 77 मा लाग्दैछौँ। हामी अहिले चाहिँ निर्माणको चाहिँ कार्यक्रममा चाहिँ लागिरहेका छौँ। हामीलाई धेरै किसिमका चाहिँ बाधा अर्चनाहरू चाहिँ लकडाउनले गर्दाखेरि देशको स्थिति भयावह भएको हुनाले कहिले यातायात बन्द छ, कहिले के छ र निर्माणलाई अगाडि बढाउन चाहिँ हामी सक्षम हुन सकेका छैनौँ। उपलब्ध कृषि जमिनको अधिकतम उपयोगका लागि जमिनको चक्लाबन्दी वा एकीकृत गरी उन्नत प्रविधि अवलम्बन गर्दै यान्त्रिकरण मार्फत कृषि क्षेत्रलाई आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सामूहिक खेती प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि 2075 अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशको मुख्य सहयोगमा यो कार्यक्रम सञ्चालन भएको हो। यस सहकारीले अन्नबाली, तरकारी खेती, मत्स्य पालन, पशुपालन र कृषि पर्यटन प्रवर्धन गरी मुख्यतः 5 छुट्टा-छुट्टै विधामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। 100 बिघा जमिनलाई चक्लाबन्दी गरी तल्लो खण्डको करिब 10 हेक्टर जमिनमा माछा पालनको लागि पोखरी निर्माण गरिएको छ भने बीचको 50 बिघा जमिनमा अन्नबाली अर्थात् धान, गहुँ, मकै, तोरी लगाइन्छ। त्यसै गरी कृषि सडक भन्दा माथिपट्टिको करिब 25 बिघा जमिनमा विभिन्न मौसमी तथा बेमौसमी तरकारी खेती गरिन्छ। सहकारी संस्थाको म प्रबन्धक हो। यो सहकारीले यो चितवन जिल्ला माडी नगरपालिका वडा नम्बर 8 कान्तिपुरमा करिब 100 बिघा जमिनमा सामूहिक खेती सञ्चालन गर्न गइरहेको छ। यो कार्यक्रम हामीले किन सञ्चालन गर्न लाग्यौँ भने यो कृषि उत्पादनलाई कसरी वृद्धि गर्न सकिन्छ र स्थानीय स्तरमा चाहिँ कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उद्देश्यले स्थानीय समुदाय किसानहरूको जीवनस्तर उकास्न यो प्राविधिक र चाहिँ यो औजार उपकरणहरूको प्रयोग गरेर चाहिँ खेतीमा चाहिँ आधुनिकीकरण प्रविधिहरू अपनाउन सकेको खण्डमा कृषिलाई चाहिँ समृद्ध बनाउन सकिन्छ भन्ने उद्देश्यले चाहिँ यो सामूहिक खेती कार्यक्रम सञ्चालन गर्न हामी लागेका हौँ। यो हाम्रो सूर्योदय कृषि सहकारी संस्थामा झन्डै 100 बिघा जमिन यसमा चाहिँ हामीले समावेश गरेका छौँ। 96 घर परिवार किसानहरू यसमा आबद्ध हुनुहुन्छ। उहाँहरूको जग्गा चाहिँ कम्तीमा 3 कट्ठादेखि लिएर बढीमा 4 बिघा जग्गा चाहिँ यो सामूहिक खेतीमा समावेश गरेर गराका साइजहरूलाई चाहिँ चक्लाबन्दी गरेर ठुलो गरा बनाएर मेसिनको प्रयोग गर्न सहज हुने उद्देश्यले चाहिँ यो काम सञ्चालन गरेको हो। यो कार्यक्रम सञ्चालन गर्न बागमती प्रदेश कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा कृषि ज्ञान केन्द्र चितवन मार्फत हामीले यो कार्यक्रम गत वर्षदेखि सञ्चालन गरिरहेका छौँ। यसमा हामीले एउटा खेतीपाती गर्नु मात्रै उद्देश्य छैन, यसमा हामी 5वटा चाहिँ विषयवस्तुलाई समेटेर काम गर्न खोजिरहेका छौँ। एउटा अन्नबाली हामी यो सामूहिक खेती अन्तर्गत सञ्चालन गर्नेछौँ। अर्को पशुपालन, तरकारी खेती, माछा पालन र कृषिलाई पर्यटनसँग कसरी जोड्न सकिन्छ भन्ने हिसाबले कृषि पर्यटन प्रवर्धन कार्यक्रमलाई पनि सँगसँगै अगाडि बढाउन चाहिँ लागिरहेछौँ। यी थिमहरूमा हामीले चाहिँ अहिले काम गरिरहेका छौँ। यो अहिले हामी निर्माणको चरणमा छौँ। हामी अन्तिम अवस्थासम्म पुग्न सकिरहेको छैनौँ। निर्माणको चरणमा तपाईँहरूले देखिरहनु भएको छ कि हाम्रा यो पशुपालन अन्तर्गतको चाहिँ यो के अरे पाडा पालन, भैँसी पालन, पशुपालनको लागि चाहिँ त्यो भवन निर्माणको काम भइरहेछ। त्यस्तै गरी माछा पालनको लागि हामी 10
हेक्टर जमिनमा चाहिँ माछा पाल्ने हाम्रो सोच हो। त्यही अनुसार पोखरी निर्माणको करिब अन्तिम चरणमा पुगिसकेको छ। तरकारी खेती हामी बाटोदेखि माथिल्लो भाग जो क्षेत्र छ करिब 25 बिघालाई चाहिँ हामीले लक्ष्य राखेका छौँ कि तरकारी खेती। त्यसदेखि तल्लो खण्ड पोखरीको बीच खण्डमा छ 50 बिघा जमिनलाई चाहिँ अन्नबाली धान मकै गहुँ तोरी लाई चाहिँ यसमा चाहिँ लगाउने र त्यसदेखि चाहिँ तल्लो खण्ड खोलाको साइडको खण्ड चाहिँ हामीले चाहिँ माछा पालन यसमा लगिरहेछौँ। र यो यसको पशु अनि त्यसपछि तरकारी अनि अन्न अनि त्यसपछि चाहिँ माछा को साथसाथै यो हेर्न आउने किसान यो हाम्रो चाहिँ यो सामूहिक खेती प्रवर्धन कार्यक्रमलाई हेर्न आउने आगन्तुकहरूको लागि भनेर हामीलाई कृषिलाई पर्यटनसँग जोड्नको लागि चाहिँ कृषि पर्यटन कार्यक्रम पनि हामीले यसमा चाहिँ अगाडि बढाउनको लागि अहिले तपाईहरु देखिरहनु भएको छ। यो आर्थिक वर्षमा हामी 50 वटा चाहिँ नमुना घरहरू निर्माण गर्न लागिरहेछौँ। जो घरमा चाहिँ हामी एउटा कोठा प्रत्येक घरमा एउटा चाहिँ यो पर्यटकहरूको लागि चाहिँ पाहुनाहरूको लागि चाहिँ हामीले एउटा कोठा चाहिँ हामीले निर्माण गर्न लागेका छौँ भने बाँकी 3टा कोठा चाहिँ परिवारहरू बस्न प्रयोग गर्नेछ। तरकारी खेतीका लागि आवश्यक टनेल निर्माणको कार्य सम्पन्न भइसकेको छ। सामूहिक पशुपालन अन्तर्गत यस वर्ष करिब 50 भन्दा बढी पाडा पालन गर्ने सोच बनाएको सहकारीले आवश्यक गोठ निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ। आगामी दिनमा भने भैँसी बाख्रा टर्की लगायतका पशु पंक्षी पाल्ने योजना बनाइरहेको छ। प्राकृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रमा पर्यटनको उच्च सम्भावना छ। गन्धर्व जातिको बाहुल्यता रहेको यस क्षेत्रमा कृषिलाई पर्यटनसँग जोड्न कृषि पर्यटन प्रवर्धन कार्यक्रम पनि सहकारीले चलाइरहेको छ। गन्धर्व जातिको कला संस्कृतिलाई जगेर्न गर्न गन्धर्व संग्रहालय तथा सांस्कृतिक केन्द्र निर्माणको काम अन्तिम चरणमा छ। धार्मिक तथा ऐतिहासिक धरोहरको रूपमा रहेको बैकुण्ठेश्वर मन्दिर, बैकुण्ठी ताल, राम सीता गुफा लगायतका महत्त्वपूर्ण क्षेत्र पनि यस ठाउँसँग जोडिनुले पनि यस क्षेत्र पर्यटकको मुख्य गन्तव्यको रूपमा विकास भइरहेको प्रति एकदमै सम्मान
आवश्यकता अनुसारको खान पाउने, आफ्नो आवश्यकता अनुसारको आय आर्जनको क्रियाकलापहरू गर्न सक्ने हो। र म यसमा कसैलाई पनि दुईमत छैन कि हाम्रो देशको कृषि भनेको हाम्रो देशको अर्थतन्त्रको मूल आधार हो र हाम्रो देशको यो कृषि क्षेत्रलाई, हाम्रो अर्थतन्त्रलाई समृद्ध बनाउनको लागि हाम्रो देशको कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने करिब हाम्रो एजिडिपीमा नै कृषिको कुल गार्हस्थ्य उत्पादनमा करिब 20% हाराहारीमा चाहिँ कन्ट्रिब्युसन गर्ने यो धान क्षेत्रको महत्त्वलाई बिर्सनु हुँदैन। हामीले अब अहिले अझ विशिष्ट प्रतिकूल परिस्थिति पनि छ। खास गरी यो कोभिड-19ले गर्दाखेरि सिर्जित एउटा प्रतिकूल परिस्थितिमा हामी विगतमा चाहिँ आयातित मजदुरबाट चलिरहेको हाम्रो कृषि क्षेत्रमा अझ बढी सामूहिक रूपमा प्रयास गरेर र हाम्रो आन्तरिक श्रम शक्तिलाई नै परिचालन गरेर खेतीपाती गर्नुपर्ने जरुरी देखिन्छ। आफ्नो जग्गा आली बिनाको बाली लगाउन तयार हुने सबै किसान